नेपालमा प्लेन चढ्न भनेपछि धेरै मान्छेहरू डराउने गर्छन्। हुन त म आफैलाई पनि खासै नेपालको प्लेनहरू चढ्नु मन लाग्दैन, तर मुभी एक्टर्स, इन्फ्लुएन्सर्स, सिंगर र थुप्रै सेलिब्रिटीहरू भेट्न पाइन्छ भनेपछि रातारात प्लेनको टिकट काटेर चितवनबाट बिहानै म पुगे काठमाडौँ। अब काठमाडौँ गएर के गरे, कोलाई भेटे, के ट्राई गरे, कुन ठाउँ एक्सप्लोर गरे भनेर त भन्दै गरौँला कि। तर जुन आश र भरोसाले गर्दाखेरि म काठमाडौँ गएको थिएँ त्यो कुरामा चाहिँ म डिसअपोइन्ट भइन। प्लेनको टिकट काटी काठमाडौँ गएको चाहिँ व्यर्थ भएन। अब फ्लाइट डिले र एयरपोर्टमा लाफा बन्ने समस्या त छुट्टै छ कि, तर त्यत्रो डिले गरेर नि लोभी बुद्ध एयरले चक्लेटै दिएन। र म काठमाडौँ गएको दिन चाहिँ भिरकुटी मण्डपमा चाहिँ कुमारी मुभीको लाइभ म्युजिकल पर्फर्मेन्स थियो, जसलाई हेर्न 10,000 भन्दा बढी मान्छेको भिड आएको थियो। र खेमे ब्लग्स, PY अमृत, राइजिङ स्टार र थुप्रै इन्फ्लुएन्सरहरू पनि आउनु भएको थियो। र त्यो दिन मैले स्ट्री ब्यान्ड र केयर इन द लुङ्गाको लाइभ कन्सर्टहरू हेर्न पाएँ र कुमारी मुभीको हिरो हिरोइनको लाइभ पर्फर्मेन्स पनि हेर्न पाइयो। त्यसपछि कुमारी मुभीको ट्रेलर पनि लाइभ प्रिमियर भयो र नेपालमा कुनै पनि मुभीले यसरी लाइभ प्रिमियर चाहिँ अहिलेसम्म पनि गर्न सकेको रहेनछ। र यो इभेन्टमा थुप्रै सेलिब्रिटीहरू चाहिँ आएका थिए। अब सबैलाई भेट्न नसके तापनि आर्यन सिग्देल, केहर लिम्बू, अभिषेक खड्का र कुमारी मुभीको टिमलाई भेट्न चाहिँ सफल भइयो। र अरू कुरामा जति सफल भए पनि बुद्ध इयरबाट चक्लेट पाउनमा कहिल्यै सफल भइएन यार।